हाम्रो सन्दीप योगीको बर्थडे माता तीर्थ औँसी पनि हो आज हाम्रो चलते देख्दै अब क्या हाम्रो हिरोइनीहरू भेटिनु भयो जाम यतैबाट रुपिङ आऊ इतना नदुखाइदियो नि यार साथी यो उसको चित्त कहिले पित्त फुट्छ केटा सबै नम्बर ओहो यो बाहुन हो नि त बाहुनलाई थाहा छ क्या के कहाँ छ भन्ने कुरा तिर्खा लागे निर्माया माया प्यास मिठाउँ गोसाई कुण्डको पानीले हेर्ने थुत्नु थुत्नु के हो यसको यार यो पिउने पानी नै हो त मन्दिरमा हेर कहाँ नपिउने पानी लाग्छ गोसाई कुण्ड यहाँ त कति फोहोर छ यो पनि सफा गर्नु पर्यो हामीका नेवारले जति संस्कृति बचाएको नि त्यति हाम्रो ठाउँका मान्छेले बचाएको नि चुप लाग्यो तिमी बाहुन पऱ्यो अब संस्कार संस्कृति तिमीलाई थाहा होला होइन हामीले अब सक्दो गर्ने हो तिमीले चाहिँ मेन अलि धेरै गर्नु पऱ्यो क्या सिधै हानेर पर पुर्याइदिउँ क्या बाहुन बुद्धिको तनाइरह पानी खाने खाइरहेछन् केटाहरू बुद्धि जाला छ है बुद्धिले पानी खाएर आइसक्यो केटाहरू एक राउन्ड हानेर आयो दुईजनाको जोडी बबाल छ म कस्तो भयो त हाम्रो राउन्ड 1 राउन्ड कस्तो भयो सरू दामी भयो ल ठिक छ बसन्तले फोन हाने है हेलो मसा छैन आयो के अरे यो ओ यो कुन मन्दिर रे बङ्गलामुखी कृष्ण मन्दिर कहाँ हो भनेर सोध अनि त्यहीँ छ हामीहरू है ल कहाँ गयो केटाहरू अब मलाई यिनीहरूलाई खोज्न टाइम लाग्छ कहाँ पो छिरे यार ल केटाहरू गायब केटाहरू कहाँ गए टिका लाउँछु भन्दै थिएँ कस्तो खालको टिका लाउन गएको हुन् लौ छैन त छैन भने ए मेन द्वारमै रहेछन् नि फुल चढाउँदैछन् जुत्ता लाउन मिल्छ जुत्ता लाउने हो यहीँसम्म यो हो नि त कहाँनिर छौ यार ए आयो केटा ओए उसलाई टिका लगाइदिनु पर्दैन टिका लगाइदेऊ गुड ल लाग्यो त टिका दामी लाग्यो ल केटालाई आज हामीले माता तीर्थको टिका लगाइसकेका छौँ भनेपछि बसन्तको नि भ्लग अन भइसकेको छ है त ठिक छ यस्तै हो हाम्रो पूजा सकिसक्यो साथी भएर आछन् आशीर्वाद लिन्छ भने टिका लगाइन्छ दक्षिणा दिनुपर्छ पैसा कमाएपछि पैसा पार्टी दिन्छ होला अब एकछिनमा हामीलाई योगी ए म त ह्यापी बर्थडे भन्ने ह्यापी बर्थडे भन्ने
अरू त्यस्तै हो केटाहरू पुरै मस्त गफ छाँटेर बसिरहेछन् है केटा है यो बाहुनले टिका लाएको छ अरू कोहीले लाएको छैन दुईजना नि आइसक्यो के गर्ने हो अगरबत्ती बाल्ने रे आज बर्थडेमा तामझाम गर्दैछन् बर्थडे पनि माथा तीर्थ औँसीकै दिनमा पर्नुपर्ने दामी होला सही हो केटाको आज राम्रै दिनमा बर्थडे परेको हो भाग्यमा नि छ बसन्त फेरि हाँसेर मन्दिर परिसर यो चाहिँ कत्रो छ 5 तले रे यो मन्दिर होइन 1 2 3 4 5 तले मन्दिर खतरा हो बङ्गलामुखी भने यही हो यहाँ दियो धुप बाल्न सख्त मनाही छ मन्दिरमा चाहिँ दियो धुप बाल्न सख्त मनाही छ लेखा रहेछ अब यो होला अब यहाँको केही न केही नियम हामीले मानिदिनुपर्छ दियो बालिरहनु केटाहरू ल आजको दिन शुभ होस् तिमीहरूको योचोटि कहिले नि नछुट्टोस् उन्नति प्रगति धेरै होस् केटाकेटी दुईजनाले सरकारी जागिर खाउन् ठुलो ठुलो पदमा अब म्याचुरिटी क्रस गरिसकेको जोडी हो यो चाहिँ केही हुँदैन होइन टिकिरहेको छ आशीर्वाद दिएको नि के भनेको भन आस्तिक नास्तिक भोस्तिक मिश्रित अलि धेरै नास्तिक अलि थोरै आस्तिक परियो होइन त्यही हो बसन्त यहाँ पर्स खाली गर्दैछ यहाँ केटाहरूलाई दान धर्म गर्नको दान मैले कोही कति रुपियाँ दिनु पर्यो तिमीलाई आज दान गरे ऋणमा पर्यो कि बर्थडेको दिन धेरै ऋणमा अझै चाहियो ल हाम्रो भजन गाई गाउन स्टार्ट भइसकेको छ यो बाहुनले गाउनु लाउने हो मैले टिका लाएर 5 रुपैयाँ ऋणबाट ऋण एउटाले अघि ऋण दिएको फेरि ऋण मागिरहेछ बाजेले टिका लगाइदिनु ल टिका लगाइदेऊ त ल ल आयु दोर्नु सुते के यहाँ त बत्ती नै भयो ल बाजेलाई दिनु भनेको राईमाईलाई पनि टिका ल हामी चाहिँ टिका पनि लगाइसक्यो हामीलाई टिका लगाइदिने बजै खाना खायो कति बेला कति खायो किन खाएको त माउरा चुसेटाहरू चुप लाग्यो माउरा चुसेटा त किन बोलिरहेस् त केटाको हात चाहिँ हो क्या मेरो डबल छ मन्दिर घुम्ने जाऊ टिका सिका लाएर अब चाहिँ एकचोटि मन्दिरको घरमा हाल्नु पर्यो अनि के कस्तो छ यहाँ यता चाहिँ पानी पानी रहेछ जताततै उता पनि पानी यता पनि पानी ल यो हो नि त वाह राई एक्लै गर्दै घुम्न गएको यताबाट जान्छु म भेटाउँछु राईसँग म जम्का भेट गर्नेवाला छु है अब राईले राउन्ड हानिरहन् जम्का भेट हुन्छ कि हुँदैन लेट्स सी पारिबाट क्यामेरा ठटाउँदै आइरहन् है बसन्त राई म उसलाई सरप्राइजिङ गर्नेछु मन्दिरमा टाङटुङ टाङटुङ चलिरहेछ सरप्राइज यहाँबाट पार्क छिर्ने ठाउँ रहेछ ल केटा हिँडिहालौँ त
5 तले मन्दिर खतरा देखिरहेको है हेरौँ है आमा 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 अझै धेरै देख्न भएको छ ब्याडमिन्टन कोर्ट रहेछ यहाँ पार्क त रहेछ पार्कभित्र छिर्नलाई के गरेछ भन्दाखेरि यत्रो भोटे तालचा ठोक्दैछ अब कसरी छिर्नु हो कि होइन साथी हो यस्तै हो किमुको रुख छ त्यहाँ ठुलो ठुलो यहाँबाट अब म निस्किन्छु यहाँबाट गेट हो हाम्रो राईजी कहाँ हराउनु भयो राई सर कम फास्ट राई सर आउँदै हुनुहुन्छ आई एम वेटिङ फर राई सबजना आज आमाको मुखेर नितिनमा आमालाई ल्याएर पूजा गरेर आमाको आशीर्वाद थापेर जाँदै हुनुहुन्छ सबैजनालाई आमाको आशीर्वाद लागोस् बसन्त आज आमाको आशीर्वाद लियौ मातातिर थाउसी फोन गरिहाल त अहिले नै मैले त बिहानै गरेको नि केटा बसन्तले अब आमालाई फोन गर्नै गरिहाल त हामी पनि आशीर्वाद लियौँ के भन्ने होला फोन गरेर तपाईँको फोटो हेरेर उ गरेर आमाको तर्फलाई सन्दीप आउँदैछ है हाम्रो सर आउनुभयो के छ यता आमाले चाहिँ कल इन्टरभ्यू आज आमालाई फोन गर्न बिर्सिएछ केटाले फोन गर गराउनु लाग्यो बाटोमा बसिन्छ मैले पनि गरेको थिएँ हो र अब यो पाती साथी लाएर पाती लाउनु पर्यो नि मैले आमालाई पठाउँछु भिडियो बेलुका यहाँबाट कस्तो फोटो आउँछ फोटो बब्बाल आउँछ रे क्यामेराम्यानहरू टक्क बसिसकेको छ है त यहाँ तलैबाट आउँछ कि अलिक क्यामेरा यस्तो बनाएर खिच्यो भने लाउ त आमा यो मन्दिरको टक्क फ्रेम ब्याकग्राउन्ड निकालेर फोटो खिच्न खोजेको अलिक आलो आयो रे तलबाट है त अब यस्तो बनाएर खिच्नु विष्णु पनि आइपुगिसकेको छ ए बाहुनको सर्ट हो होइन उधारोमा पनि के भिडियो बनाइदिने अब हामी कहाँ जाने केटा कलेज जान लाग्यो अब हामी कलेज यस ऐतिहासिक कुम्भेश्वर ढुङ्गे धारामा बेलुका बिहान र बेलुका मात्रै खुल्ने हो प्रकाश हो बिहान र बेलुका मात्रै खुल्ने हो टिका सिका थापेर हामी फर्किसकेका छौँ केटा हो जाम भन्दाखेरि तिमीहरू मान्छे नआइरहेको हेरिदिने के हो तरिका भएन है भएन यो
श्री कुम्बेश्वरी आधारभूत विद्यालय के भयो मम्मीलाई गरेको छैन हौ मम्मीलाई गर है केटा हो मम्मीलाई गर आमालाई गर आज मुख हेर्ने दिन हौ केटाहरूले मिठो मिठो खुवाउनु छैन मम्मीलाई फोन गरेको छैन यार अहिलेसम्म Happy birthday to you Happy birthday to you Sandeep हामीले गल्ली थर्काइसकेका छौँ है बर्थडेमा रमाइलो कमी छैन जाऊ अगाडि ह्यापी बर्थडे टु यु वाला फेरि एउटा ओए धन्नै लड्या यार धन्नै लड्या कि लडिसक्यो कुम्बेश्वर बाग्लामुखी बाङ्गामुखी एउटा भ्लगले अगाडि एउटा भ्लग बनाइरहेको अर्को भ्लगले पछाडिबाट भ्लग बनाइरहेको छ होइन भन्छ ब्याकग्राउन्ड फ्रन्टग्राउन्ड सबै देखाएर आज सन्दीपलाई चाहिँ भाइरल गराइदिने हो दुईटा काट्ने एउटा सरुले किनिदिने भने एउटा प्रकाश आमा र ओइ ओइ यताबाट होइन अघि ओइ कहाँबाट हो बाटो यतै हो मलाई त डुबाउँछन् हौ यिनीहरूले आज के बार हो पूजा पाठ आज शुक्रबार त्यही भएर कसको गणेश हिजो अस्ति किन आएन थाहा छ किन अस्तिको टेन्सन ल्यायो नि डर टेन्सन भयो है को हो होइन गणेशलाई त्यसै टेन्सन दिने गणेशलाई रे गणेशलाई नै टेन्सन दिने बसन्तलाई टेन्सन दिने को त्यसो नभएर पापै लाग्छ तिमीलाई बिचरा 3 दिन सुत्या छ 3 दिनसम्म ढल्ने गरी यसरी अरे भएन है तर यो चाहिँ उसको त्यसो गर्ने उसँग भिडियो पुगोस् होइन हेलो हेलो टाटा साथीहरू भेटिरहेको छन् गल्ली गल्लीमा हिँड्दाखेरि केही छैन यो नयाँ नौलो कुरा होइन अरू नयाँ नौलो भन्ने कुरा के भन्दाखेरि बसन्तको यहाँ अलिकति इस्यु आयो क्या मनमुटाव टुकुन पर्या हो कि के भयो अब त्यो चाहिँ हामीलाई थाहा भएन तर सरी 3 दिन कलेज आएन क्या बसन्त टेन्सन पर्छ नि धेरै कम टेन्सन हुन्छ त्यसो टेन्सन दिनु भएन है त्यस्तो परिस्थिति निर्माण गरिदिनु भएन त्यही बुझ्छ त्यति कुन चाहिँ हो ठिक छ मान्छेलाई त्यसो गर्न मिल्छ लजाएर त्यो अलिकति भएन कि तरिका यार भएन त्यसरी यार 3 दिन यार ढल्ने गरी यसरी धोका दिने क्या भने त्यही भने त्यही पछाडि बसेको अनि हातमा ओ त्यहाँ यसलाई गाली गर है सर छोडेर आउनु मिल्छ भने एक्लै हिँडाउनु मिल्छ भने यसरी बर्थडेको दिनमा थियो भने बर्थडेको दिनमा त झन् हातमा मात्रै हिँड्नु पऱ्यो नि होइन अनि त्यस्तो मिल्दैन नि निधार चिलाएर टिका खनाएर बालिरहेको कहाँ गएर केटाहरू यार हाम्रो अलि स्पिड बढेछ क्या हो हिँडाइमा खै बसन हिँड्दै गरौँ बाहुनले के भन्दै थियो के किनौँ भन्दै थियो तिनीहरू जाऊ बाबा जाऊ खाना खायो भोक लाग्यो के खाने त अब विष्णुले खुवाउने त अस्ति कहाँ घुम्न जाँदा नि भोक लाग्यो खाँदै साथीलाई भोक लाग्यो त
टेन्सन नगर रमाइलो भोक लाग्यो के अरे नानु हो कि के कसको के डाइलेक्ट सोरिराख्ने केटाहरूले एउटा आन्टीको केसमा ओ एउटा आन्टी छ नि सुरुमा नानु हो कि के भन्छ के खान्छु मुलाको डल्लो विष्णुलाई थाहा होला विष्णुलाई भन्नुपर्छ ए के भन्छ ओइ त्यो मुलाको डुकुलाई हामी चाहिँ मुलाको डुकु भन्छौँ ए ऊ भन्छ झाँजे भन्छ झाँजे सबै आफ्ना चोतो भने तलको होइन चोता भन्छ ढाकु भन्छ क्या ढाकु सलाद खाने होइन सला चाहिँ टुप्पामा छिपेपछि चाहिँ टुप्पा निक्लिया हुन्छ झाँजे यस्तै पात होइन डाँठ त्यही त छिपेपछि कोहीलाई चोतो कोहीलाई झाँजे कोहीलाई डाँठ कोहीलाई ढाँटे ढाकु भन्छ गल्ली गल्लीभित्र मन्दिरहरू छ है विश्वको सबैभन्दा धेरै मन्दिर भएको सहर मन्दिरै मन्दिरको सहर भनेर हाम्रो काठमाडौँ भ्यालीलाई चिनिन्छ है सम्पूर्ण भ्याली फेरि काठमाडौँ जिल्ला मात्रै होइन नि ललितपुर पनि पर्छ त्यसमा भक्तपुर पनि पर्छ काठमाडौँ पनि पर्छ सबै पर्छ निधार सिलाउँदैछ निधार सिलाएर टिकै हरायो यार केटाको होइन रातो चाहिँ छ फेरि दाना मात्रै झर्या हो पोहोर साल हामीले यार उसको लागि बर्थडे कुन चाहिँबाट पो लगेको थियो ओइ कुनबाट लाने हो र ल अब हामी केक किन्नलाई भित्र छिर्दैछौँ सन्दीपको आज बर्थडे हो नि त बर्थडे बोयको लागि केक किन्न लाग्यो हामी चाहिँ सबभन्दा सानो लगिदिने हो धेरै ठुलो लगिदिने होइन ओइ केटा सानो है सानो है यो वाला लगिदिनु पर्छ क्या बन्न टाइम लाग्ने होला नि त होइन नौसे एकाउन्ट लगिदिनु त अहिले जे भयो हुन्छ हजुर ल केटा अर्थ मन्दिरलाई यहाँ बजेट हालिहाल होइन ट्याक्क 942.70 पैसा जम्मा भइसकेको छ आयो होइन प्रकाशले ट्याक्क भइहाल्यो कि न पेमेन्ट हाल्नु ए यहाँ अब हामीहरू जाँदैछौँ कहाँ गयो केटाहरू केक लगेर भागिसकेको छ होइन यहाँ देऊ अर्थमन्त्रीबाट टक्क लाएर अमाउन्ट त्यतिको बिल आइसकेको छ अनि जता हेर्दा हजुर जिन्दगी दामी छ सबै ठिक छ हजुर पैसाकै कमी छ फुल फुलेर के गर्नु भिरै भिरमा छ जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ यो चाहिँ हाम्रो भावनालाई बुझेर बनाएको गीत है हाम्रो सबै थाहा
हाम्रो के अरे कोरे गाउने चाहिँ के भुपु पाण्डेको गीत हो होइन ओइ जेब्रा क्रस हान न के हो केटा हो पारिजाम जिन्दगी चल्न त चल्याछ पिरै पिरमा बेजतीहरू ठुक्क बेजतीहरू भन्नेको आफ्नै बेजेतोस् भन्नेको आफ्नै तर हेर विष्णु जसको इज्जत हुँदैन त्यसको बेइज्जत पनि हुँदैन जसको इज्जत हुँदैन त्यसको बेइज्जत पनि हुँदैन है के अरे चक्कु र पड्काउने ओइमा हो त यार त्यहाँनिर माग्नुपर्छ अहिले गाड्दैसँग होला नि गाड्दैसँग काट्ने चक्कु गाड्दैसँग होला होइन जान उयो के अरे त्यो बाटोबाटोमा त्यो नवीन त्यसलाई मागेर लागि त्यहाँबाट आउन तिनीहरूले ल्याएको केकमा होला नि चक्कु त्यसभित्र छैन आऊ छोडिदेऊ अहिले हातले हान्नुपर्छ हातले उयो अब हामीहरू बर्थडे सेलिब्रेट गर्नेछौँ एकछिनमा केही समयमा लेट्स गो ओके गाइज तिनवटा केक पुऱ्याइदिइसक्यो होइन सरप्राइजमा हुनेलाई एउटा छ एउटा यहाँ छ अन्त यो त अझ ठुलोवाला रहेछ है यसको आज भाग्य चम्किने भयो तिनवटा केक काट्न लाउने भयो होइन केक अनबक्सिङ ल साथी ल स्टार्ट ल पहिला काटेर खुवाइहालौँ न